सुरुको अक्षरबाट आइहालेको छ। भारतबाट देश भइहाल्यो। भारत देश एउटा देशको हाम्रो नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने सुरुको मुलुक भारतको दौत्य सम्बन्धको मिति पनि आइसक्यो र कर्म सङ्ख्याको फर्स्ट नम्बरमा परिसक्यो। त्यसपछि देख्न सक्नुहुन्छ भारतको को चाहिँ खाली हो, यो को चाहिँ खाली हो, को चाहिँ खाली हो। अनि त्यसपछि भारतको त्यसपछि शिव भनेको छ। शिव देख्न सक्नुहुन्छ भारतको शिव भनेको सीबाट श्रीलङ्का भयो। त्यसपछि सी पबाट पाकिस्तान भयो। सुन्नुहोस् है, पाकिस्तान भयो। त्यसपछि शिव अबाट अफगानिस्तान भयो। बबाट बङ्गलादेश भयो। अनि अब भयो। त्यसपछि एमबी रह्यो बाँकी। अब एमबाट मालदिभ सम्झिनुहोस्। त्यसपछि बीबाट भुटान सम्झिनुहोस्। त्यसपछि बीबाट भुटान। भारतको शिव अब एमबीमा भने भारतबाट भारतको राष्ट्रकै नाम पुरै छ। अगाडि चाहिँ को चाहिँ हामीले यसलाई इन्टु गर्नुपर्छ कोलाई चाहिँ। त्यसपछि सीबाट श्रीलङ्का याद गर्ने, पबाट पाकिस्तान याद गर्ने, त्यसपछि अबाट अफगानिस्तान याद गर्ने, बबाट बङ्गलादेश याद गर्ने, अनि एमबाट मालदिभ्स याद गर्ने, अनि बीबाट भुटान याद गर्ने। यसरी सातवटा हाम्रो सार्क राष्ट्रहरूसँग दौत्य सम्बन्ध कायम गर्ने सातका सातै राष्ट्रहरूको कर्म सङ्ख्या अनुसार याद गर्न सकिन्छ। तपाईँले चाहनुहुन्छ भने मितिहरू सनमा पनि छ अनि विक्रम सम्वतमा पनि छ, याद गर्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ मितिहरू छ, यहाँ सबैको मितिहरू छ, याद गर्न सक्नुहुन्छ। अनि यस्तो चाहिँ लेभल आइआईको क्वेसनमा आउने गर्छ। लेभल आइआईको क्वेसनमा आउँदाखेरि हामीहरूले यसलाई दौत्य सम्बन्ध कायम गरेको सूत्र मात्रै जान्यौँ भने पनि अप्सन हेरेर अनि हामीले अप्सनहरूबाट एन्सर मिलाउन सहज हुन्छ, मिलाउन सक्छौँ। त्यसैले भारतको शिव अब एमबीमा भनेर याद गर्नुहोस् है त। अब भारतको शिव अब एमबीमा बेच्ने। अब भारतको शिव एमबीमा भाबाट भारत भइहाल्यो, श्रीलङ्काबाट श्रीलङ्का, पबाट पाकिस्तान, अबाट अफगानिस्तान, बबाट बङ्गलादेश, एमबाट मालदिभ्स, बीबाट भुटान। यसो गरेर सजिलो तरिकाले सूत्रले याद गर्न सक्नुहुन्छ। यी सूत्रहरू याद गर्नुभयो भने अगाडिको क्रम जान्नुभयो भनेपछि मिति सनमा विक्रम सम्वतमा इक्जाममा अप्सन दिएको हुन्छ। अप्सन अनुसार हामीले सजिलोभन्दा सजिलो याद गर्न सक्छौँ अथवा मिलाउन सक्छौँ। अनि यता याद गर्दा चाहिँ तपाईँहरूले मिति पनि कन्ट्रोल गर्न सक्नुहुन्छ, याद गर्न सक्नुहुन्छ। विक्रम सम्वतमा पनि छ, मिति सनमा पनि छ, दिएको छ, याद गर्नुहोला। र यस्तै अन्य जानकारी सूत्रमूलक र पढाइमा सहज हुने सहजीकरण गर्नका लागि तपाईँहरूलाई हामी लागि परेका छौँ। त्यसको लागि हाम्रो पेजलाई फलो गर्न र युट्युबलाई सब्सक्राइब